हेलो साथीहरू, नमस्ते सबैजनालाई। वेलकम टु न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। म चाहिँ आजको मिनी ब्लगमा के लिएर आएको छु भने खेतको काम गर्दै गरेको ब्लग लिएर आएको छु, भिडियो। मैले चाहिँ खेतमा आलु लगाएको भिडियो लिएर आएको छु है। यसपालिको बर्खामा मैले काम गरेको। मलाई आलु लगाउनु चाहिँ खासै आउँदैन। मैले फर्स्टचोटि यसपालि नै आलु लगाएको हो। पहिला यस्तो खेतहरू रोप्नु, आधाभित्ता गर्नु चाहिँ आउँथ्यो। आलु चाहिँ लगाएको थिइनँ। मलाई आलु लगाउनु चाहिँ आउँदैन थियो। त्यही भएर यसपालि चाहिँ मैले आलु पनि लगाइदिएँ। यो आलु लगाउनु सिकाउने चाहिँ मेरो बुनु हुनुहुन्छ। आधा रात भएर होला कस्तो स्वर पनि डोलो भएर साथीहरू। बोल्नु नि खासै मन त छैन, त्यही पनि हल्का फुल्का। मलाई खासै राम्रो आलु लगाउन चाहिँ आउँदैन, त्यही पनि अलिअलि लगाइदिएँ। हाम्रो खेतको वरिपरि चाहिँ बाँसघारी छ, अनि अलिअलि बोट बिरुवा घाँसहरूको बोटहरू छ। ट्याङ्का ड्याङ आलु लगाउने कार्यक्रम गइरहेछ साथीहरू। यस्तै हो, खेतीपाती गर्ने गाउँले भएपछि अलिअलि काम त गर्नै पर्यो। यताउति यसो उसो गर्नु पर्यो नि, होइन? सहरमा घुम्सेर बस्नुभन्दा त गाउँमै काम गर्नु रमाइलो लाग्छ हो। मलाई काम गरेर बस्नु नै। सहर बजारमा काम हुँदैन, यता बस्छु उता बस्छु, वाक्क झिक्क लाग्ने। गाउँमा भएदेखि यताउति काम गऱ्यो, दिन गएको थाहा नै नहुने, दिन बितेको। ज्यानलाई पनि हल्का फुल्का एक्सर्साइज हुने, त्यस्तै हो। यस्तै हो। फाइनली मैले आलु लगाइसक्नु आँटेँ गाइजहरू। कसलाई आलु लगाउनु आउँछ तपाईँहरूलाई? मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजनाले। मन नपरेमा हेर्दा नि नहेर्नु होला। कसैलाई घर पनि छैन मेरो भिडियो हेर्नुपर्छ भनेर। कस्तो ढ्याप्पको यत्रो आलु हेर क्या, फर्स्ट टाइम लगाएर सिक्दै गरेको हो नि त। अब अर्कोचोटिदेखि चाहिँ राम्रो लगाउँछु कि, अर्कोचोटिदेखि भन्ने आशा छ। यसरी त यस्तै भइहाल्यो। फाइनली मैले आलु लगाइसकेँ फाइनली गाइज। अनि आलु लगाइसकेपछि अब रोप्ने। मेरो फेस चाहिँ यस्तो छ। अनि अब हिल्याएपछि रोप्नुपर्छ। म चाहिँ घर गएँ, खुल्लु कुदेर, अनि त्यस पछाडि एकछिनबाट रोप्नु भनेर आएँ। घर गएर आएर यो चाहिँ तलको भोक्टा रोपेको हो मैले पहिला पुछारको, अनि त्यस पछाडि अर्को अघि हल्लाको पालो आउँछ। धान पनि रोपेँ। कसले रोपाइ गर्नुभयो यसपालिको खेत? मैले पनि रोपेँ, तर यो चाहिँ अस्तिको भिडियो फेरि कहिलेको पोहोरको भनेर नभन्नु है, यसपालिकै हो न चाहिँ। तर मैले भिडियो चाहिँ लगाएको थिइनँ क्या।
भिडियो चाहिँ लगाएको थिइनँ। अब मलाई खासै जाँगर पनि चल्दैन, यस्तै हो। म अलिक अल्छी नि छु कि यो भिडियो एडिट गर्नु, भिडियो एडिट गरेर लगाउनु भनेर। फेरि अब बानी छैन नि त, फर्स्ट टाइम भिडियो हालेको हो। मलाई राम्रो नि बनाउन आउँदैन, जस्तो छ त्यस्तै लगाउने हो, जे गरेको छ त्यस्तै लगाउने हो होइन। मलाई खासै राम्रो एडिट गर्न पनि आउँदैन, त्यही हो। अरू त के हुनु र साथीहरू। यस्तै हो। माम खानुको लागि काम गर्नै पर्यो। काम गर्नुको लागि दुःख मान्नु हुँदैन, अल्छी गर्नु हुँदैन। मेहनत गरेपछि मेहनतको फल एकदमै ढिलो चाँडो जस्तो भए पनि राम्रै खान पाइन्छ। त्यही भएर मेहनत गर्नु छोड्नु हुँदैन, काम गरिराख्नुपर्छ। मिनी 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 भ्लग, छोटो मिठो भ्लग। भर्खर सिक्दैछु कि भिडियो बनाउने, केही थाहा छैन मलाई त, जस्ट ट्राई गरेको। कता कता के मिलेन, के भएन, सल्लाह सुझाव दिनु होला सबैजनाले। खेत रोप्नु पर्छ यसरी। कहाँ रोपिदिन्छु हौ म त, रोपिदिन्छु। तपाईँहरू कसरी रोपिदिनुहुन्छ भन्नुहोस् त साथीहरू। म त यसरी नै रोपिदिन्छु त। टिप्लुङ टाप्लुङ पारेर राम्रो रोप्नु नजाने पनि ठिक्कै रोपिदिन्छु त। छुप्पुमा छुप्पु असारमा धान रोपेर छोडौला, बनाई कुलो लगाई पानी आएर गोडौला भन्ने एउटा थियो नि पहिला, खोइ कति क्लासको उसमा हो, 5 कक्षा कि कतिको बुकमा क्या, पहिला हामीले पढेको। सानो छ खेत सानो छ बारी, सानै छ जहाना, नगरी काम पुग्दैन खाना साँझ र बिहान भन्ने थियो क्या। मलाई पुरै चाहिँ आउँदैन, अलिकति चाहिँ याद आयो। फाइनली मैले यहाँ पनि रोपिसकेँ। अब म हिँडेँ माथितिर फिन्टिङ। यतातिर चाहिँ हरियो फिरिसकेको थियो, अस्ति रोप्यो अरे। पहिले नै यता चाहिँ भर्खर रोपेको थियो, अनि अलिकति माथि रोप्न बाँकी थियो। एक गरा। फेरि मौसम चाहिँ क्या दामी भएर त पनि आम्मा कस्तो राम्रो भएको थियो क्या, होइन कस्तो राम्रो भएको थियो। उज्यालो वरिपरि छ्याङछुङ सफा आकाश, निलो आकाशको मुनि म खेत रोपिरहेको थिएँ। निलो आकाश अनि त्यतिखेर चाहिँ मकै पनि थियो हाम्रो मासतिर। हामी खेतमा नि मकै छर्छौँ नि त, अनि मकै निकाल्ने अनि टक्क खेत रोप्ने गर्छौँ साथीहरू, होइन। छिरछिरे हावामा कान्छीको केश जारिएछ, काइयोले चट्टा मिलाइदेऊ कि। अल्छी पो लाग्छ त हौ मलाई त, यो बोल्दा पनि के भएको होइन।
खेत रोपिदिन्छु ल, खेत रोपिदिन्छु ल म त। अब सक्न आँटे अलिकति छ। फाइनल्ली मैजारो पनि मैले नै गरेको हो। यसपालिको खेतको लास्ट डे मैले नै रोपेको हो। फेरि तपाईँको घरमा अरू मान्छे छैनन् भन्नुहोला, अरू मान्छे पनि हुनुहुन्छ है, हेर्नु चाहिँ अगाडि चाहिँ सबैजनाले गरेको भिडियो चाहिँ लिन सकिनँ होइन। यो चाहिँ फाइनल्ली मैजारोको दिन मैले आफैले गरेको थिएँ क्लिपले, अनि त्यस पछाडि मैले त्यही भएर मिनी ब्लग क्लिप गरेको। फेरि बानी छैन भिडियो बनाउने, भिडियो नि बनाएको छुइनँ अहिलेसम्म, फर्स्ट टाइम हो। सुरुमा अलिक अप्ठ्यारो हुँदो रहेछ होइन, पछि कस्तो हुन्छ थाहा होइन। अहिले चाहिँ मलाई लास्टै अप्ठ्यारो लाग्यो भिडियो बनाउनु पनि साथीहरू। फेरि अरूले बनाएको देख्दा चाहिँ कस्तो बनाम लाग्छ, अरूले बोलेको सुन्दा चाहिँ कस्तो बोलुम लाग्छ। फेरि अर्को देखाइसकेपछि चाहिँ गरेको होइन ल मैले, युनो देखाइसकेँ नो। मैले चाहिँ आफ्नै मनले बनाउनु मन लागेर बनाएको। राम्रो नराम्रो जे जस्तो भए पनि मलाई राम्रो नजरले हेर्नेले, राम्रो दृष्टिले हेर्नेले मलाई राम्रै बुझ्नुहुन्छ। मलाई नराम्रो तरिकाले हेर्नुहुन्छ, जसले जस्तो तरिकाले हेर्नुहुन्छ उस्तै तरिकाले बुझ्नुहुन्छ होइन। त केही भन्दिनँ, त्यही हो। राम्रो सोच्ने राम्रो बुझ्नेले राम्रै सोच्छ, राम्रै बुझ्छ। नराम्रो सोच्ने नराम्रो बुझ्नेले नराम्रै बुझ्छ, नराम्रै सोच्छ। त्यो सोचाइमा फरक पर्छ। युनो सोचाइ बिचमा ठुलो इङ्ग्लिस पनि हानिदिएको ल साथीहरू। कुटुङ रोप्ने नै हो, छुप्पुमा छुप्पु। छुप्पु धान रोपेपछि झपक्कै धान पलाएर खानुपर्छ यसरी नै। अलिक ठुलै गराएको फेरि एकजनाको लागि चाहिँ, मेरो लागि चाहिँ, एकजनाको लागि त होइन, मेरो लागि चाहिँ अलिक ठुलै गराएको छ क्या। बुझ्नुभयो नि, बुझ्यौ मेरो कुरा कि बुझ्दैनौ, बुझेन बाबा जस्तो पिचक्न आँटे फाइनल्ली मैले, अब अलिकति छ। काम नगरी खानु पुग्दैन, खानुको लागि काम गर्नुपर्छ। काम भनेको सानो ठुलो राम्रो नराम्रो केही हुँदैन, सबै काम उस्तै हो। जे काम गर्नु पनि सिक्नुपर्छ, जे काम पनि गर्नुपर्छ। सधैँभरि अर्काले गरिदिएर अरूले गरिदिएर खान्छु, अर्काको भरमा पर्छु भन्ने मान्छेको चाहिँ काम छैन है साथीहरू। मलाई चाहिँ त्यस्तो लाग्छ। बरु छिटो बिस्तारै सिकेर होइन कामहरू सिक्दै जाने, गर्दै जाने, सिकाइ माग्ने, नजान्ने कुरा जान्नेहरूसँग सिक्ने, अनि आफू गर्ने। एक दुईचोटि नजान्ने होला, त्यस पछाडि त जे पनि मान्छेले नै गरेको काम त जानिहालिन्छन्। अरूले गरेको काममा म पनि सिक्छु, म पनि जान्दछु भन्ने, अगाडि बढ्ने, कामहरू गर्ने, सिक्ने, अनि त फेरि उडाइन्छ हो, फेरि उडाइन्छ। फिरिरी हावा चल्यो सिरिरी भन्ने उडाइदिने काम छ। बुझ्यौ नि, काम उडाउन आउँछ क्या मेरो साथीहरूलाई।
मलाई त खासै छिटो धेरै चाहिँ आउँदैन, अलिअलि चाहिँ उडाइदिन्छु। जाने जति र मैले बुझे जति त गरेर त उडाइदिने हो। नजानेको पनि सिक्दै जाने हो बिस्तारै होइन, बिस्तारै बिस्तारै सिक्दै जाने हो नजानेको पनि। घरिघरि ढाड दुखेर चाहिँ हैरान हुन्छ मेरो निरिन्दा साथीहरू। ढाड दुख्ने बिरामी चाहिँ मलाई भुजुक्कै बनाउँछ हो, भुजुक्कै बनाउँछ, गाह्रो छ। तर बच्चा उमेरमा ढाड दुख्छ, बच्चा पनि के भन्नु, बुढेसकाल लाग्न आँटिसक्यो। अब झन् धेरै बुढेसकालमा कस्तो हुने होला, ढाड दुखेर मेरो। गाह्रो छ त हो मलाई त। यसरी काम गर्ने हो। अब अलिकति बाँकी छ। डल्ले हेर्दाखेरि डल्ले भयो भने ओल्लो छेउदेखि निकै ठुलो गाह्रो छ क्या साथीहरू। फेरि त्यति एउटा गरा रोप्नु पनि कति टाइम लगाएको भन्ने सोच्नु हुँदो होला। ठुलै छ नि हो गरा त, त्यो पनि एक्लैलाई अलिकति टाइम त लागिहाल्छ नि थोर बहुत। धेरै पछि मौसम खुलेर एकदम खुल्ला आकाशको मुनिमा खेत रोप्दै थिएँ। कुनै दिनको यादहरू आज समेट्दैछु यस भिडियोमा। पछि बुढेसकालमा पनि जमानामा म यसरी काम गर्थेँ, यस्तो गर्थेँ भनेर हेर्न हुन्छ। अहिले चाहिँ सामाजिक सञ्जालले धेरै उयो बनाइदिएको छ क्या। अब अहिलेको बच्चाहरूको है पहिले फोटो न के अहिले त जन्मेदेखिको फोटोहरू खिच्ने, भिडियो बनाउने। हाम्रो पालामा त त्यस्तो चलन थिएन नि त। आफ्नो सानोमा कस्तो थियो, अब क्यामेराको चलन थियो अरे भन्नुहुन्छ हाम्रो बाबाहरू। क्यामेराले फोटो खिचेर यसो दुलाएर राख भने राखो, पहिले यस्तो थियो भन्ने जानो। अहिले त फोनले नै फोटो खिचेको छ, फोनले नै भिडियो गरेको छ, मिनी ब्लग भनौँ के भनौँ, युट्युबमा हालेको छ, टिकटकमा हालेको छ। अहिलेको बच्चाहरू त पछि आफू ठुलो भएर म कस्तो थिएँ, युट्युबमा पो हेऱ्यो, टिकटकमा पो हेऱ्यो, फोटो खिचेर दुलाएर राखेर। यस्तो छ भने कति फाइदा छ, कति फाइदा। हाम्रो पालामा त फोटो न भिडियो न, कतै कसैले क्यामेराबाट फोटो खिचेर चाहिँ राखिदिएको हुन्छ। त्यो राखिदिएको हुँदाखेरि चाहिँ यस्तो पो थिएछु यस्तो भन्ने जतै पनि फोटो रह्यो भने है, रहेको छ भने, साँच्चै नै छ भने। मम्मीले चाहिँ नानी लिएर आउनुभयो। मेरो चाहिँ क्युट पाइ छोरी छ है, मेरो छोरी, मेरो बेबी गर्ल छ भनेर मम्मीले खिच्नु लिएर आउनुभयो एकचोटि। त्यहाँदेखि फेरि कता लगेर जानुभयो। यता बोक्नुहुन्छ, उता लानुहुन्छ, उता गुहाउनुहुन्छ। छोरीको आमा भइसकेपछि पनि अनि बुढेसकाल लाग्ने साथीहरू, बुढेसकाल लाग्यो नि हो। अब स्याहार्नु, बुढेसकाल लाग्नु खोज्दैछ। यस्तै हो होइन। मलाई त बोल्न नि केही आउँदैन, अलिअलि हल्का फुल्का बोलिदिन्छु, थोरै। इत्यादि। अब चाहिँ सक्न लागे म बल्ल छेउमा पुगिसकेँ।
बल्ल बल्ल छेउमा पुग्न आँटे है। यता घुमौँ उता घुमौँ ठुलो गरामा त एउटा मान्छेलाई त एउटा मान्छे त त्यहीँ बिल्ली जान्छ हौ। यता घुमौँ उता घुमौँ यता बटारियो गरेर त्यहीँनिर हराइजान्छ घरि नगरी। ठुलो मान्छे ठुलो गरामा त के भन्ने र खोइ माया धोका दिनेलाई भने जस्तो बिचमा छोटो छोटो गीत टुक्का गीतहरू गाउन मन लाग्छ क्या। पुरै चाहिँ होइन अलिअलि फेदमा टुप्पीको खोइ के भने जस्तो क्या। के भने जस्तो खोइ के भने जस्तो खोइ के। अस्ति रोप्दाखेरिको फेरि धान सान चाहिँ थन्काइसक्यो नि हौ। तपाईँको मतलब त भर्खर धान रोप्ने बेला हुँदैछ क्या हौ भनेर चाहिँ क्वेसन नगर्नु ल। धानहरू चाहिँ थन्काइसकेको हो, मैले भिडियो मात्रै पछि ढिलो लगाएको हो साथीहरू। धान चाहिँ पहिला नै थन्काइसक्यौँ। पहिला नै भन्दा पनि अस्ति मङ्सिरमा, अहिले पुस हो नि त। अहिले पुस हो। त्यही हो, अब चाहिँ सक्न लागे भनेको चाहिँ अघिदेखि नै हो कि, तर अब चाहिँ फाइनली लुक सकिएको देखिन लाग्यो। अब अलिकति बाँकी छ रोप्नुलाई। यसपालि हाम्रो धानको बिउ चाहिँ टन्नै उब्रेको थियो साथीहरू। पहिलाको भन्दा पनि धेरै, पोहोरको भन्दा पनि धेरै उब्रेको थियो यसपालि चाहिँ। लास्टमा गाँजी के भन्छ सानो पनि भएछ अरे पातलो पनि भएछ अरे क्या। त्यही कारण उब्रेको होला धेरै बिउ चाहिँ। नत्र त नउब्रिनु पर्ने हो। पोहोर त उब्रेको थिएन। यसपालि चाहिँ कति धेरै गोरुहरूलाई खुवाएको हामीले, अनि यहाँ पनि उब्रिन्छ। त्यसो पो गरेको त। त्यसो गरेको के गरेको सक्यो भन्छु सकिँदैन, सक्यो भन्छु सकिँदैन, कति रहेछ होइन। थोरै बाँच्छ भन्छु अझै जान्छ, थोरै बाँच्छ भन्छु अझै जान्छ। अरे बाप रे बाप के भइदिरहेछ यहाँ। के भइदिरहेछ के थाहा छैन। थाहा पत्तो केही छैन। अनि हल्का बतास पनि चलिरहेको थियो, खुल्ला मौसम पनि भएको थियो। फाइनली अब चाहिँ सकियो। अनि बिउ धेर भयो, बिउ धेर भएकोमा सब टोकोमा लगाएँ, अनि त्यस पछाडि बोकेर आएँ। अनि त्यस पछाडि त्यो बाँसको फेदमा राखिदिएँ। अनि मेरो हात चाहिँ यस्तो भइरहेको थियो। त्यो रोप्दा उसमा गोतेर सकियो। बाई बाई।